2.5 घन्टाको यात्रापछि म चाहिँ आइपुगेको छु अहिले ब्रासोकमा। मेरो ब्रासोकसम्मको मात्र गन्तव्यमा गएर ब्रासोकदेखि भने फेरि अझै 2.5 आवरको फेरि अर्को यात्रा फेरि गर्नुपर्नेछ। र म जुन ठाउँमा जाँदैछु त्यो ठाउँको भ्यू अनि नजारा हेर्नको लागि म चाहिँ एकदम एक्साइटेड छु। रान्सोकको गाडी पाउने ठाउँमा जाँदैछु अनि त्यहाँदेखिको चाहिँ यात्रा चाहिँ हाम्रो भनेको आजको टार्गेट भनेको रान्सोक हो। सो गाइज रान्सोकमा गएर चाहिँ भ्यू हेर्नुपर्छ। अब छुट्टीको फाइदा त उठाउनु परिहाल्यो नि होइन। रान्सोक जानको लागि चाहिँ अब हामी चाहिँ बस चाहिँ जाने भनेको, तर बस चाहिँ यसो टाइम हेरेको अनि ओभर लेट आएको रहेछ, ओभर लेट आउने रहेछ। अनि त्यही भएर चाहिँ अहिले चाहिँ अब बस क्यान्सल, फेरि बोल्टमै जान्छु किनकि थोरै समय छ। त्यही भएर अलिक टाइमको कारणले गर्दाखेरि चाहिँ बाई बोल्ट हिँड्नु परेको छ। बस चाहिँ यहाँ यता मनसुक कान्तिमा कुरो लाग्छ है। यात्रा भइरहेको छ किनकि लाइक यो विदाउट प्लानको नै हो, तर है अहिलेको चाहिँ विदाउट प्लानको नै म आइपुगेको चाहिँ होइन। तर मलाई आउनु मन चाहिँ पहिलेदेखि नै थियो। अनि अहिले बिचमा ठ्याक्क मेरो छुट्टी भयो, लाइक कहाँ जाने के गर्ने भयो, लेट्स गो रान्सोक भन्यो। अनि त्यही भएर चाहिँ म यहाँदेखि रान्सोकमा अब यो भाडाको गाडी पनि अब आफ्नै गाडी जस्तो गरेर मजाले बसेर घुमिरहेको छु। के गर्नु गाह्रो हो अब बसको त यताउति अब त्यो जानी त थाहा भएको, अनि फेरि एकदम वेटिङ गर्नु पऱ्यो क्या। अनि त्यही भएर चाहिँ त्यसको लागि चाहिँ अनि गाडी नै बुक गर्नु पऱ्यो। अनि फेरि बस यतापट्टि कुर्दाखेरि 1-1.5 घन्टा लाग्ने भयो। त्यस्तो भएपछि मलाई चाहिँ अनि त्यो ठाउँ मात्र होइन म अरू ठाउँमा पनि जान भ्याउँछु कि भनेर चाहिँ अनि म चाहिँ अनि छिटो र सजिलोको लागि चाहिँ मैले चाहिँ गाडी बुक गरेर गाडीमा जाँदैछु। बाहिरको भ्यू हेर्न सक्नुहुन्छ यस्तो देखिरहेको छ होइन। अब यता अगाडि चाहिँ अब मेरो ड्राइभिङ कोर्स हो पर्सनल। माथि जानको लागि यस्तो नै पाउँछ, तर हिँडेर जाऊँ न, हिँडेर जानुको मजै छुट्टै छ भनेर हिँडेको खुट्टै फर्केला जस्तो भइसक्यो क्या। 2-4 दिन छुट्टी नभएको भए त राम्रै सुतै हुन्छ है यस्तो पाराले त। रान्सोकको माथिको टपमा त आयो, तर यहाँदेखि माथि पनि अझै भित्रपट्टि थियो के ठाउँ होइन। त्यो ठाउँमा चाहिँ आज जान पाएन। सो म एकदम अनलक्की भयो कि के भन्ने अब होइन। टाइमै त्यस्तो पऱ्यो, केही छैन। अब माथिबाट भए पनि अब भ्यू हेरेर अब म चित्त बुझाउने छु र अब यहाँदेखि फेरि अर्को डेस्टिनेसनतिर लाग्नेछु। यही हो रान्सोक। म बुकारेस्टबाट हेर्न आएको ठाउँ यही हो। यो ठाउँमा आएपछि चाहिँ लाइक हुन्छ नि मलाई चाहिँ कस्तो वाला फिल भइरहेको थियो। म चाहिँ गाउँमा गइरहेको छु कि म गाउँमा गएर म फेरि ब्याक टु म घरतिर बजारतिर आइरहेको छु जस्तो फिल भइरहेको। गाउँतिर हिँड्न लाग्यो भने यस्तै उकालो हिँडेर जानु पर्थ्यो अनि फर्किँदाखेरि ओह्रालो है। अनि म अहिले उता माथि उकालोबाट अनि म चाहिँ ओह्रालो फर्किँदैछु। अनि फेरि यहाँ तल चाहिँ बजार छ कि होइन, म बजारतिर चाहिँ कुद्दैछु। मसँग टाइम थोरै छ, म कता घुम्न जाने होला यार थाहै छैन। ठाउँहरू पनि खासै थाहा छैन। यसो म्यापतिर हेर्नु पऱ्यो, अब जता देख्छ त्यतैतिर चल्दिने हो। ब्रासोकमा आइपुगेपछि ब्रासोकको मेन ठाउँ त घुम्नु पऱ्यो नै हाल्यो नि अब होइन। अब यो चाहिँ अब भयो सेन्टु होइन, लाइक अब यो मात्र भएर मलाई यो मात्र चाहिँ पुगेन होइन। लाइक अब म चाहिँ जाँदैछु एउटा पहिला चाहिँ म सुरुमा अलिकति सर्ट हाइटमा भएको ठाउँबाट त्यहाँदेखि चाहिँ म यहाँको ब्रासोकको पुरै सिटीको भ्यू हेर्छु लाइक होइन। छुट्टीको टाइम छ, छुट्टीको टाइमको सदुपयोग त गर्न परि नै हाल्यो होइन। त्यही हो गाइस, तपाईँहरू पनि आउनु। लाइक मलाई चाहिँ यो सिटी धेरै नै राम्रो लाग्यो, बेस्ट लाग्यो। बतासमा बगिरहने भुवा जयो मन भयो उकालो रालो गर्दै आधा। म छु अहिले ब्रासोकको भ्यू पोइन्ट ठाउँमा होइन।
माथिपट्टि हाईमा भएर होला हिँड्दा हिँड्दै आज दिमाग खराब भइसक्यो माथिबाट भ्यू पोइन्ट हेर्नु पनि छ अनि हिँड्नु पनि छ अब दुइटै सजिलो चाहियो मलाई होइन अब म यहाँ माथिबाट बसेर मजाले हेरिरहेको छु कि अब फेमस ब्ल्याक चर्च है यो चाहिँ ब्रासोपको यो सबसे एकदम पुरानो ओल्ड एज होइन ब्ल्याक चर्च यो चाहिँ एकदम फेमस हुन्छ है हाम्रो चाहिँ यता यता सबैतिर घुमिसक्यो घाम पनि लागिसक्यो अब कहाँ जाने के गर्ने कसो गर्ने होला घुम्दा घुम्दै कस्तो कस्तो ठाउँमा पुगिन्छ ब्रासोपको लागि चाहिँ घुम्नको लागि यत्रो धेरै ठाउँहरू छ यत्रो धेरै ठाउँ छ कहिले घुमेर अहिले यो ठाउँमा छु अनि यो ठाउँ भयो यो पनि गइसक्यो अनि उता पारिको यो पनि गयो यो गएन त्यो यो गयो नि यो पनि गयो यो पनि गइसक्यो ए ल यहाँको यो पनि गइसक्यो कता गयो चर्च यहाँको त लगभग आधी त घुमेर भइसक्यो त मैले त ब्रासोप र रान्सोप पनि दुइटै घुमिसक्यो घुम्दा घुम्दा ओभर टायर्ड भइसक्यो अहिले चाहिँ हिँड्दा हिँड्दा लागेको चाहिँ खुट्टा दुखेर मर्नु आँटिसक्यो है त्यस्तो भएर अहिले ठिक रेस्ट टक्कै बसिरहेको छु सोचिरहेको छु लाइक भर्खर 4 बजिरहेको छ होइन 4 नबज्दै लगभग ब्रुकारिस भन्नु आयो ब्रासोप त आधा नै सकिसक्यो घुमेर अब कहाँ जाने के गर्ने केही छैन अब है लाइक अब त्यही भएर यहाँ बसिरहेको छु अब के गर्ने कहाँ जाने अब सोचिरहेको एकदम थकित भइसक्यो हिँड्दा हिँड्दा लोड भइसक्यो आज